तिनीहरू नै अहिले डुक्रिन थालेका छन्। क्रान्तिकारीहरूलाई उनीहरूले आतंककारी देखिरहेका छन्। यो चाहिँ क्रान्तिपछि बनेको सरकार हो। एकारोस सुशासनको मामिलामा के गर्नुपर्छ गर्छ। सुशासनको लागि विद्रोह भएपछि सुशासन हामीले छोड्छ। जसले चाहिँ सुरक्षाकर्मीहरू दुरुपयोग गर्नुभएको थियो, मापदण्ड विपरीत सुरक्षाकर्मी लानुभएको थियो, सुरक्षाकर्मी लगेर वर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनु भएको थियो, त्योभन्दा पनि अरू काममा पनि लगाउनु भएको थियो। अनि ड्राइभर त उहाँले अर्कै खोज्नु पर्थ्यो नि। सुरक्षाकर्मीलाई लगेर पिएसओ लगेर ड्राइभर बनाउनु भएको थियो, ड्राइभरको पैसा बचाउनलाई, ड्राइभरलाई दिने पैसा बचाउनलाई। त्यो भएपछि चाहिँ अहिले धेरैलाई अर्को खास यो शान्ति सुरक्षा भएन भनेको त्यो मानेमा भन्नुभएको रहेछ। व्यक्तिगत रूपमा कसैलाई थ्रेट छ भनेदेखि निवेदन हाल्नुहोस्, थ्रेट एनालिसिस हुन्छ, मन्त्रालयले चाँडोभन्दा चाँडो निकासा दिन्छ। विद्रोहले जसलाई चाहिँ विस्थापित गरेको थियो, अपदस्थ गरेका थियो, तिनीहरूले चाहिँ बोध हुनुपर्ने नि। हामीले सुशासन दिन नसकेको कारणले, हामीले चाहिँ कुशासन गरेको कारणले यो परिस्थिति आएको थियो। यसमा चाहिँ हामीले क्षमा माग्छौँ, हामी स्टेप डाउन हुन्छौँ। पार्टीमा पनि अरू पनि योग्य मान्छे छन्, उनीहरूलाई नेतृत्व दिन्छौँ, हामीले स्थिति सामान्यीकरण गर्छौँ भनेर सोच्नुपर्ने थियो नि। तिनीहरू नै अहिले डुक्रिन थालेका छन्। जो चाहिँ कैदी बन्दीहरू बाहिर भागेका छ उहाँहरूलाई हामीले नियन्त्रणमा लिन्छौँ, होइन आउनुहोस् भनेको अब नियन्त्रणमा लिन्छौँ। दर्शकबिन यति बेला देख्न सक्नुहुन्छ गृह मन्त्रालयबाट गृहमन्त्री ओम प्रकाश अर्याल बाहिरिँदै हुनुहुन्छ। केही समय अगाडि जेनजी युवाहरू होइन एकदम अहिले यस्तो छ। अहिले सुरक्षाकर्मीहरू जसले दुरुपयोग गरेका थियो नि त्यो फिर्ता लियो नि। बल्ल अब राज्य भएको महसुस गर्नुहुन्छ उहाँहरूले, सरकार भएको महसुस गर्नुहुन्छ। जसले चाहिँ सुरक्षाकर्मीहरू दुरुपयोग गर्नुभएको थियो, मापदण्ड विपरीत सुरक्षाकर्मी लानुभएको थियो, सुरक्षाकर्मी लगेर वर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनु भएको थियो, त्योभन्दा पनि अरू काममा पनि लगाउनु भएको थियो। अनि ड्राइभर त उहाँले अर्कै खोज्नु पर्थ्यो नि। सुरक्षाकर्मीलाई लगेर पिएसओ लगेर ड्राइभर बनाउनु भएको थियो, ड्राइभरको पैसा बचाउनलाई, ड्राइभरलाई दिने पैसा बचाउनलाई। त्यो भएपछि चाहिँ अहिले धेरैलाई अर्को खास यो शान्ति सुरक्षा भएन भनेको त्यो मानेमा भन्नुभएको रहेछ। यदि शान्ति सुरक्षा छैन, व्यक्तिगत रूपमा कसैलाई थ्रेट छ भनेदेखि निवेदन हाल्नुहोस्, थ्रेट एनालिसिस हुन्छ, मन्त्रालयले चाँडोभन्दा चाँडो निकासा दिन्छ। र आम रूपमा सुरक्षा अहिले हामीले गरिरहेछौँ। जे चाहिँ प्रहरी पोस्टहरू चाहिँ भत्केका थिए, नासिएका थिए, त्यसलाई हामीले पुनर्स्थापना गरिसकेका छौँ। जो चाहिँ कैदी बन्दीहरू बाहिर भागेका छ उहाँहरूलाई हामीले नियन्त्रणमा लिन्छौँ, होइन आउनुहोस् भनेको अब नियन्त्रणमा लिन्छौँ। हतियारहरू पनि फिर्ता गर्नुहोस् भनेको फिर्ता भएनन् भनेदेखि हामीले अपरेसन नै चलाउँछौँ। अब यो सुरक्षा दिने कुरामा हामी हजुर त्यो सबै गर्छौँ। सुरक्षा हामीले दिइराखेका छौँ। बरु चाहिँ सुरक्षा समस्या, नेसनल सेक्युरिटी क्राइसिस चाहिँ थप्ने खालका गतिविधिहरू कहीँ कतैबाट भएको छन्। जो चाहिँ अपदस्थ भएको थिए त्यहाँबाट भएको छन्। त्यसलाई चाहिँ हामी निगरानी गरेर सुरक्षा दिन्छौँ। निगरानी गर्नुपर्ने तत्त्वहरू को हुन् भन्ने थाहा पाएका छौँ हामी। पुराना दलहरूबाट भइरहेको छ। सबैलाई म जेनरलाइज गर्दिनँ। कतिपय एलिमेन्टहरू जसले अरू नै समस्याहरू छन्, अरू नै एलिमेन्टहरूले केही गर्लान्, तिनीहरूलाई हामीले काबुमा राख्नु पर्ला भनेको जो विस्थापित भएको थिए, जो चाहिँ विद्रोहले जसलाई चाहिँ विस्थापित गरेको थियो, अपदस्थ गरेका थियो, तिनीहरूले चाहिँ बोध हुनुपर्ने नि। हामीले सुशासन दिन नसकेको कारणले, हामीले चाहिँ कुशासन गरेको कारणले यो परिस्थिति आएको थियो। यसमा चाहिँ हामीले क्षमा माग्छौँ, हामी स्टेप डाउन हुन्छौँ। पार्टीमा पनि अरू पनि योग्य मान्छे छन्, उनीहरूलाई नेतृत्व दिन्छौँ, हामीले स्थिति सामान्यीकरण गर्छौँ भनेर सोच्नुपर्ने थियो नि। तिनीहरू नै अहिले डुक्रिन थालेका छन्। क्रान्तिकारीहरूलाई उनीहरूले आतंककारी देखिरहेका छन्। यो चाहिँ क्रान्तिपछि बनेको सरकार हो। एकारोस नियन्त्रण सुशासनको मामिलामा के गर्नुपर्छ गर्छ। सुशासनको लागि विद्रोह भएपछि सुशासन हामीले छोड्छ। सुशासन गर्दै जाँदाखेरि कोही भ्रष्टाचारीहरू आउन पनि सक्छन् कानुनको दायरामा। के छ अब जेनजीको नाममा कार्यालयमा गएर त्यो गलत क्रिया हो। तिनीहरूलाई नियन्त्रणमा लिन्छ सरकारले। जेनजीको नाममा गलत क्रियाकलाप कसैले गर्छ भने जेनजीको विद्रोह चाहिँ सुशासनको लागि हो। त्यो गलत क्रियाकलाप हो, त्यो चाहिँ सुशासन विरोधी क्रियाकलाप हो। त्यसलाई त सरकारले निगरानी गर्छ। त्यसलाई चाहिँ समयक्रममा हामीले हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ। अधिकार प्राप्त नभएको व्यक्ति कार्यालय गरेर तपाईलाई नै त्यो गर्न मिल्दैन। त्यो मिल्दैन, त्यो छुट हुँदैन। कानुन बमोजिम मात्रै चल्नुपर्छ। सुशासन भनेको पहिलो चाहिँ विधिको शासनबाट सुरु हुन्छ। दर्शकबिन देख्नुभयो भर्खरै मात्रै गृहमन्त्री ओम प्रकाश अर्याल मन्त्रालयबाट बाहिरिनु भएको छ भने उहाँले केही सुरक्षा व्यवस्थाका कुराहरू गर्नुभयो। केही जुन सुरक्षा व्यवस्था खलबल्ने किसिमका जुन अभिव्यक्ति आइरहेका छन् ती नगराउन आग्रह गर्नुभएको छ भने यो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। केही समय अगाडि
यही गृह मन्त्रालयमा जेनजी प्रतिनिधिहरू पुग्नुभएको थियो सुदूरपश्चिमबाट, जुन अहिलेको मन्त्री परिषदमा सुदूरपश्चिमबाट पनि आफ्नो प्रतिनिधित्व अथवा कुनै उपस्थिति हुनुपर्छ भनेर जुन अनसन बस्नुभएको थियो माइती घरमा, उहाँ पनि वार्तामा जानुभएको थियो भने यो दृश्य हामी गृह मन्त्रालयबाट देखाइरहेका छौँ।